हेलो एभ्रिवान, फाइनली हामी नागाल्यान्ड जाने प्लान चाहिँ धेरै दिन पहिलेदेखि थियो। आज सक्सेस भएको छ। अनि जोया छोरी नि सुतिरहेको थियो, छोरी नि एक्साइटेड हुँदैछ फुपूको घरमा जाने भनेर। अनि हामी उठ्यौँ। म चाहिँ सब्जीतिर बारीमा चाहिँ पानी हाल्न लागेँ। अनि पुनम चाहिँ ब्रेकफास्टको तयारी गर्दै थियो। के बन्दैछ ब्रेकफास्ट? पुनमले चाहिँ फ्रुटहरू काट्दैछ। ब्रेकफास्ट रेडी भइसकेको छ। अनि ब्रेकफास्ट चाहिँ हामीले फ्रुटहरू खाएर यत्रको टाइममा झर्काको लागि फ्रुटहरू मैले खायौँ। अनि म सामानको प्याकिङतिर लागेँ। अनि सबै सामानहरू प्याक गर्नलाई चाहिँ जोया छोरीमा एक्साइटेड थियो। उसको दाई दिदीलाई चाहिँ के लाँदैछ भाइलाई हेर्दै थियो के हाल्दैछ बाबाले भनेर। जोया छोरी जुन सहायता गरी सबै सामानहरू प्याक गर्नलाई। हामीले सामान प्याकिङ भएपछि अनि फेरि हामी रेडी भयौँ। अनि गाडी चाहिँ बोलाइसकेको थियो, गाडी तल वेट गर्दैछ। अनि जोया छोरी मसँग सामान बोकेर चाहिँ सामान राख्नलाई हेल्प गर्न लाग्यो। जोया मसँग गाडीमा पुगिसक्यो। अनि सामान हामी चाहिँ गाडीमा राख्यौँ। त्यसपछि दिदी हामीलाई बिदाई गर्न लाग्यो। अनि फेरि यहाँबाट चाँडै त गर्मी रहेछ, यहाँ धेरै गर्मी परिस्थिति बाटोमा घरमा चाहिँ हामी अब फाइनली हामी घरमा आइसक्यौँ। अनि बहिनी, त्यसपछि मम्मी पनि आउनुपर्ने, मम्मी अनि भान्जा भान्जी सबै चाहिँ हामीलाई वेट गरेर बसेको थियो। अनि भान्जी स्कुल जाने बेला पनि स्कुल नगइकन सबैजना चाहिँ हामी बहिनीलाई भेटेर जाने भनेर वेट गर्दै थियो। अनि हामी बहिनी आएपछि खुसी भयो भान्जीले। अनि बहिनीलाई भेटेर त्यसपछि मात्रै जान्छु जानुको लागि रेडी भइसक्यो। बहिनीलाई भेट्छु मात्रै जान्छु भनेर बस्दै थियो। अनि भान्जी पनि खुसी हुँदै अब बाबासँग बाइकमा बसिसक्यो, जानु भयो, स्कुल जाँदैछ। अनि भान्जी स्कुल गइसकेको छ। अनि फेरि हामी सर्ट टाइम भइसकेको थियो, फेरि खानातिर लाग्यो। बहिनीलाई चाहिँ मैले त्यहाँको सब्जी बनाउनु भनेको थिएँ, बोइल त्यही हिसाबले बोइल सब्जी बनाएको थिएँ।
आँखामा आएर चाहिँ बोइल सब्जी हाल्दैछ अनि एक एउटा डिस मासु पनि प्रस गरेको बहिनीले अनि मासु दाल बोइल सब्जी खाऊँ यहाँको एमाइजिङ चाहिँ मलाई चाहिँ खतरा चाहिँ यहाँको थाल लाग्यो अनि यो फर्स्टचोटि चाहिँ यो थालमा चाहिँ खाना खाँदै थिएँ खुब मजा लाग्यो अरूले राखेर खानु अप्ठ्यारो हुँदैछ डिस ब्यालेन्स जस्तो हुँदैछ त्यही भएर म चाहिँ आफै अँठाएर खाँदैछु अनि मम्मी मैले भिडियो चाहिन्छ फोटो खिच्दा यसरी हेर्दै बस्नुभएको थियो अनि खुब मजाले खाइदियो खाना मिठो भयो थियो फाइनल्ली हामी चाहिँ नागाल्यान्ड आइसकेका छौँ नेक्स्ट भ्लगमा फेरि हामी भेट्नेछौँ